पुराना दलहरू जति पनि हुनुहुन्छ पुरानो दलसँग सहकार्य गरेर जाने कि युवा पुस्ताहरूले भन्ने कुरामा मेरो व्यक्तिगत विचार के हो भने यदि पुराना दलहरूले हामीले चाहे जस्तो कुराहरू गरिदिनु भएको थियो भने सायद हामी जस्तो युवाहरू आजको दिनमा त्यो परदेशी भूमिमा त्यो तापक्रम त्यो त्यत्रो घाममा अथवा भनौँ न त्यो खाडी मुलुकहरूमा गएर सङ्घर्ष गर्नु पर्दैन थियो होला। एउटा परिवार पाल्नको लागि विदेशी भूमिमा गएर त्यत्रो दुःख गरेर एउटा कफन बक्समा फर्किनु पर्दाको पीडा एउटा आमालाई गएर सोध्यो भने त्यो आमाले जवाफमा आँसु बाहेक अरू केही पनि सायद दिन सक्दैनन् होला। त्यो पुस्तासम्म त्यो अवस्थासम्म पुर्याउने त हजुरहरू नै त हुनुहुन्थ्यो नि, अथवा भनौँ न अहिलेसम्म नेतृत्वमा जो हुनुहुन्थ्यो हजुरहरूले गर्नुभयो। आफ्नो एउटा म्यान्डेट आफ्नो एउटा मेनिफेस्टोमा भएको कुराहरूलाई साँच्चीकै पालना गर्नुभएको भए आज यो दिन पक्कै पनि आउनु पर्दैन थियो, हाम्रो पुस्ताले खुन बगाउनु पर्दैन थियो। त्यसकारणले हामी चाहन्छौँ अबको उताको पुस्ताले चाहिँ पक्कै पनि यो किसिमको सङ्घर्षहरू यो किसिमको क्रान्तिहरू गर्न नपरोस्, देशमा आफ्नो मातृभूमिको लागि अरू रगत बगाउन नपरोस्। त्यसकारणले गर्दाखेरि हामी सबैजना एकजुट हुनुपर्छ र मलाई लाग्छ अबको क्रममा हामी युनाइट भएर सहकार्य गरेर अगाडि बढ्दै गर्दाखेरि पनि हामीले सोच्नुपर्ने र हामीलाई चुनौती आउन सक्ने कुरा चाहिँ बाचा गरेका ती अधुरा बाचाहरू के पुरा गर्न सक्नुहुन्छ त पुरानो हाम्रो नेतृत्वज्यूहरूले त्यो पुरा गर्न सक्नुहुने सामर्थ्य यदि राख्नुहुन्थ्यो भने त हिजोको दिनमै पुरा गर्नुहुन्थ्यो नि त, किन अहिलेसम्म गर्नु भएन? यतिका वर्ष केवल 1 शताब्दी होइन 2 शताब्दी होइन 3 शताब्दीसम्म हामीले हिजोको दिनमा स्कुलमा पढ्दै गर्दाखेरि पनि हजुरहरूकै नामहरू हामीले पढ्नुपर्ने हुन्थ्यो र अब अनरेबल प्राइम मिनिस्टर प्रेसिडेन्ट भनेर हजुरहरूकै नाम उच्चारण गर्थ्यौँ र आज हामी यो उमेरसम्म आइपुगिरहँदाखेरि पनि हजुरहरू नै हुनुहुन्छ, केवल पालो पालो गरेर आलो पालो गर्दै हामीलाई टालिरहनुहुन्छ। त्यसकारणले गर्दा यो कुरामा हामी सबै पुस्ताहरू केवल एक पुस्ता मात्र जेन्जी पुस्ता मात्र नभएर सबैजना जसलाई मैले अघि भने देश माया गर्ने प्रत्येक नेपाली नागरिकहरू देशप्रेमी महानुभावहरूले चाहिँ गहिरो चिन्तन गर्नुपर्छ र आजको यो छलफलमा पनि हामीले यो विषयमा आधारित रहेर एकदम सूक्ष्म अध्ययन गरेर हाम्रो यो छलफलबाट एउटा निष्कर्ष हामीले निकाल्नुपर्छ भन्ने लागेको छ।